नमस्ते नमस्कार, मेरो नाम तपेन्द्र परियार। मेरो बेसिकली घर सुन्दर सुदूरपश्चिम टिकापुर कैलाली, हालको बसाई गुजरात राजकोटदेखि यस सिस्टमलाई पार्ट टाइमको रूपमा निरन्तरता दिइरहेको छु। त्यसैगरी आज मैले वेस्टिज प्रोडक्टको बारेमा एउटा सानो केही भिडियो बनाउन गइरहेको छु, जसमा रहेको छ हाम्रो फ्लेक्स ओइल। फ्लेक्स ओइल भनेको हाम्रो आलसको तेल, जसै अलसीको तेलबाट बनेको हुन्छ। यस फ्लेक्स ओइलको लगातार सेवनले यसमा भएको ओमेगा 3 को कारण रगतमा गुड कोलेस्ट्रोल लेभल बढाउँदछ र नसामा जमेर बसेको कोलेस्ट्रोल लेभललाई पगाल्ने र जम्न नदिने मद्दत गर्दछ। त्यसैगरी सेलगोन माछा भन्दा फ्लेक्स ओइलमा 50 गुणा बढी ओमेगा पाइन्छ। त्यसैले फ्लेक्स ओइल रेगुलर युज गर्न जरुरी हुन्छ। केही छिनपछि म डेमो पनि देखाउने छु। यसको लगातार सेवनले रक्त सञ्चार प्रणाली राम्रो हुन्छ र हाई ब्लड प्रेसरलाई नियन्त्रण गर्दछ, आँखाको ज्योति बढाउँदछ अनि मांसपेशी दुखाइ कम गर्दछ, हार्ट जोर्नी दुखाइदेखि लगेर पाचन प्रणाली मजबुत गर्दछ अनि हाम्रो शरीरमा भएको चर्बी घटाउँछ र मोटोपा कम गराउँछ। त्यसैगरी अहिले म सानो डेमो देखाउँछु हजुरहरूलाई। जस्तै यो रहेको छ थर्मस। थर्मसमा हामीले एउटा सानो पिनले यसलाई होल गरेर यसरी होल गरेर यस थर्मसमा यसरी हालिदिएपछिमा यसलाई मिक्स गरिदिएपछिमा हेर्नुहोस् है त, यसरी पग्लिन्छ। हेर्नु, यसरी पगाल्ने गर्दछ। जसरी नै यो थर्मसलाई पगाल्ने गर्दछ त्यसरी नै हाम्रो शरीरमा भएको यो कोलेस्ट्रोल लेभललाई र अनि ब्याड कोलेस्ट्रोल लेभल र अनि